अक्षरको संरचनामा सबैभन्दा सुरुमा अब हामीले नेपाली हस्तलेखनका केही मौलिक नियमहरूको बारेमा अस्ति नै हामीले छलफल गरिसकेका छौँ। आज भने म त्यसको स्ट्रक्चर, नेपाली ह्यान्डराइटिङको यो अक्षरको संरचना मतलब यसको स्ट्रक्चर अन्तर्गत रहेर तपाईहरुलाई म लेटर सिकाउन गइरहेको छु। फर्स्टमा अब हामीसँग क समूह छ। अब यो क समूह अन्तर्गतका लेटरहरू कसरी बन्दछन् भन्ने कुरा सबैभन्दा सुरुमा अब हामीले सिक्न जरुरी छ। हेर्नुस् है त, जस्तै क समूहबाट बन्ने लेटरहरू कसरी बन्दछन् भन्दाखेरि सबैभन्दा सुरुमा चाहिँ यसको वक्र हुन्छ। यो वक्र चाहिँ जहाँबाट सुरु त्यही लगेर अन्त्य हुनुपर्छ। यसरी जहाँबाट सुरु त्यही लगेर अन्त्य, प्लस यहाँबाट तपाईँ एउटा लाइन तान्दिनु भयो, प्लस पुरा डिकले ढाक्दिनु भयो भनेदेखि हाम्रो यसरी ह्यान्डराइटिङ बन्छ। यो ह्यान्डराइटिङको नियम हो। के गर्यौं हामीले भन्दाखेरि सुरुमा एउटा लाइन तान्यौं हामीले। अब यसलाई सिधा अब हामीले यसरी एउटा वक्र बनायौं र यो वक्रलाई जहाँबाट सुरु त्यही लगेर अन्त्यको भागलाई सिधा पुरा डिकले ढाक्यो भने हामीले यसरी लेटर बनाउन सक्छौं। मतलब क समूह अन्तर्गतका लेटरलाई चाहिँ यसरी बनाउन सक्छौं। मतलब क समूहबाट बन्ने लेटरको सबैभन्दा सुरुमा चाहिँ यो वक्रको भाग हुन्छ। यो वक्र चाहिँ यसरी जहाँबाट सुरु त्यही लगेर अन्त्य हुनु पर्यो। हेर्नुस् है, मिस्टेक कहाँनिर हुन्छ भन्दाखेरि क समूहको यदि तपाईले हुनुपर्ने चाहिँ यो वक्र यसरी जहाँबाट सुरु त्यही लगेर अन्त्य हो, तर तपाईले गर्दिनु भयो जहाँबाट सुरु त्यही लगेर अन्त्य नगरेर सुरु चाहिँ यहाँ गर्दिनु भयो, अन्त्य चाहिँ यहाँ गर्दिनु भयो भने सुरु यहाँ छ अन्त्य यहाँ छ, यस्तो भयो भने चाहिँ एउटा मिस्टेक हुने कारण यो हो। अर्को मिस्टेक हुने कारण भनेको चाहिँ तपाईले जहाँबाट सुरु त्यही लगेर अन्त्य चाहिँ गर्नुभयो तर यस्तरी अन्त्य यस्तो गर्नुभयो भने मिस्टेक। किनभने यो जहाँबाट सुरु त्यही लगेर अन्त्यको सुरुको भाग यसरी उदो गएको हुँदैन, यस्तो उदो लानु भयो भने पनि यो मिस्टेक हो। हुनुपर्ने चाहिँ जहाँबाट सुरु त्यही लगेर अन्त्य सुरुमा यस्तो उदो लानुस्, टक्क गोलो बनाउनुस् अनि यसरी पुरा डिकले ढाक्दिनु भयो भने यसरी जहाँबाट सुरु त्यही लगेर अन्त्यबाट लेटर बन्दछ। के चाहिँ लेटरहरू बन्दछन् भन्दा एउटा त जहाँबाट सुरु त्यही लगेर अन्त्य गर्नुस् र पुरा डिकले ढाक्दिनुस्, एउटा लेटर बनिहाल्छ। अर्को पनि सेम त्यस्तै, जहाँबाट सुरु त्यही लगेर अन्त्य, सबैको सेम टु सेम प्रोसेस त्यही हो। जहाँबाट सुरु त्यही लगेर अन्त्य गर्नुभयो र पछाडिबाट यस्तो वक्र तान्दिनु भयो भने एउटा लेटर, यसलाई तपाईले यहाँ बीचमा काट्दिनु भयो भने अर्को लेटर। फेरि हेर्नुस्, जहाँबाट सुरु त्यही लगेर अन्त्य मतलब क समूहबाट बन्ने सम्पूर्ण लेटरको जहाँबाट सुरु त्यहीबाट अन्त्य। अर्को समूहको नाम हो ख समूह। ख समूहबाट बन्ने सम्पूर्ण लेटरको स्ट्रक्चर भनेको चाहिँ फर्स्ट, सेकेन्ड, थर्ड। यसको गोल्डन रुल्स भनेको फर्स्ट, सेकेन्ड, थर्ड कस्तो हुनु पर्यो? फर्स्ट यता जान्छ, प्लस सेकेन्डको भाग यता जान्छ अनि प्लस थर्डको भाग चाहिँ अब यो जता तपाईले सेकेन्डको भाग ल्याउनु भएको छ यसैबाट तपाईले यस्ता उँधो काट्दिनु भयो भने के भन्छ? सेकेन्ड थर्डको भाग बन्दछ। मतलब फर्स्ट, सेकेन्ड र थर्ड। फर्स्ट, सेकेन्ड, थर्डको कम्बिनेसन हेर्नुस् है कसरी मिलाउनु पर्यो भन्दा फर्स्ट यता आउँछ, सेकेन्ड यता आउँछ। हेर्नुस् है, फर्स्ट यता आएको छ, फर्स्ट यता आयो, सेकेन्ड भनेको यता आएको छ, सेकेन्ड यता आयो, यता आयो। थर्ड चाहिँ अब यता उँधो गएको छ, सो यहाँबाट यस्तो उँधो गएको छ, थर्ड आयो। मतलब तपाईले फर्स्ट, सेकेन्ड, थर्डको कम्बिनेसनलाई यसरी मिलाउनु भयो भने के भन्छ अरे? ख समूह अन्तर्गतका लेटरहरू बन्दछन्। फर्स्ट, सेकेन्ड, थर्ड, फर्स्ट, सेकेन्ड, थर्ड। सही भन्नुभयो तपाईले। यो फर्स्ट, सेकेन्ड, थर्डको कम्बिनेसन मिल्नु पर्यो र ख समूह बन्दछ। यहाँ हेर्नुस् है कसरी बन्दो रहेछ भन्दाखेरि फर्स्ट, सेकेन्ड, थर्ड पुरा डिकले ढाक्दिनुस्। फर्स्ट, सेकेन्ड, थर्ड नियम नै यही हो क्या। फर्स्ट, सेकेन्ड, थर्ड यसको नियम नै यही हो। गोल्डन रुल्स भन्दा पनि भयो यसलाई। फर्स्ट, सेकेन्ड, थर्ड बनाउनु भयो र यसलाई यहाँबाट लगेर जोडिदिनु भयो भने तपाईले के भन्छ भन्नु मलाई भन्नुस् त? एउटा ए बन्छ, अर्को ऐ बन्दछ। फर्स्ट, सेकेन्ड, थर्ड बनाउनु भयो भने स, फर्स्ट, सेकेन्ड, थर्ड बनाउनु भयो भने तपाईले अर्को पनि स बनाउन सक्नुभयो। अनि फेरि हेर्नुस् फर्स्ट, सेकेन्ड, थर्ड बनाउनु भयो र यसलाई तपाईले अहिले के जस्तो जहाँबाट सुरु त्यही लगेर अन्त्य गरिदिनु भयो भने के भन्छ? ख बन्छ हो। अब तपाईले फर्स्ट, सेकेन्ड, थर्डको भागलाई चाहिँ उँभो लानुस्। फर्स्ट, सेकेन्ड, थर्डको भागलाई चाहिँ यस्तो उँभो लानुस् र तपाईले यस्तो लाइन तान्दिनु भयो भने के भन्छ? य भन्छ। र फर्स्ट, सेकेन्ड, थर्डको भागलाई चाहिँ यस्तो उँभो लानु भयो भने के बन्दैछ? य। यसलाई यहाँ बीचमा काट्दिनु भयो भने के भन्छ? यसको नियम भनेकै फर्स्ट, सेकेन्ड, थर्ड। यो फर्स्ट, सेकेन्ड, थर्डको भाग चाहिँ तपाईले मिलाउनु पर्यो। ल ख समूह अन्तर्गतका लेटर चाहिँ तपाईले यसरी फर्स्ट, सेकेन्ड, थर्डको कम्बिनेसन बनाएर बनाउन सक्नुहुन्छ। सबै लेटरको आफ्नै गोल्डन रुल्स छ। ख समूह पछाडि अब हामीले सिक्ने अर्को ग्रुपको नाम भनेको ग समूह। ग समूहको पनि अब हामीले सबैभन्दा सुरुमा हामीले नियम बुझ्न आवश्यक हुन्छ। ग समूहको नियम भनेको चाहिँ ग समूहमा जम्मा दुईटा भाग हुन्छ, एउटा अगाडिको भाग, अर्को पछाडिको भाग। अब यो ग समूहबाट बन्ने सम्पूर्ण लेटरको
ग समूहबाट बन्ने सम्पूर्ण लेटरको यो अगाडिको भाग भन्दा पछाडिको भाग लामो हुन्छ। यही हो यसको नियम भनेको। यहाँ हेर्नुहोस् है, अब के लेटरहरू बन्दछन् ध्यान दिनुहोस्। अगाडिको भाग भन्दा पछाडिको भाग यसरी लामो बनाउनु भयो भने सुरुमा एउटा ग बनिहाल्छ। नेपाली ह्यान्डराइटिङलाई पुरा डिक्लेयर पनि राख्नु पर्यो, यो थाहा छ। अगाडिको भाग एउटा बनाउनुस्, तपाईले पछाडिको भाग अर्को बनाउनुस्। यसलाई तपाईले टक्क यहाँ लगेर जोडिदिनु भयो भने अर्को एउटा लेटर बन्दछ। के लेटर बन्छ? म भन्ने लेटर बन्यो हो। अब तपाईले डाइरेक्ट पनि बनाउन सक्नुभयो यसलाई, किनभने यसको नियमले अगाडिको भाग भन्दा पछाडिको भाग लामो हो। सो यसलाई तपाईले यस्तै गरिदिनु भयो भने भ बन्दछ। अगाडिको भाग भन्दा पछाडिको भाग लामो, यसको पनि सेम त्यस्तै। अगाडिको भाग भन्दा पछाडिको भाग के रे? लामो। अनि अर्को ग बनाउनुस् एउटा हजुरले। तीन धर्के अडा पनि बनाउन सकिन्छ। यसरी ग समूहबाट 5 वटा लेटरहरू बनाउन सकिन्छ। यसरी ग समूहबाट बन्ने सम्पूर्ण लेटरको के हुनु पर्यो रे? अगाडिको भाग भन्दा पछाडिको भाग घ समूह। अब घ समूहको पनि नियम हेरिहाल्नुस् है हजुरहरूले। घ समूहको रुल्स भनेको चाहिँ यो दुईटा भाग हुन्छ यसको, यो अगाडिको भाग र यो पछाडिको भाग हुन्छ। यो दुईटा भाग चाहिँ टक्क यसरी हामीले लाइन तान्दा बराबरीको हुनुपर्दछ। यदि तपाईले यस्तो गर्नु भएन, मानौ यस्तो गर्नु हो भने तपाईको यो मिस्टेक हुन सक्दछ, किनभने यो दुईटा भाग बराबरीको हुनुपर्छ। यो भाग र यो भाग बराबरीको छैन। यस्तो गर्नु हो भने एउटा मिस्टेक। अर्को मिस्टेक हुने कारण भनेको एउटा चाहिँ तपाईले यत्रो बनाउनु भयो, अनि अर्को चाहिँ यो ठुलो यसरी बनाइदिनु भयो भने यो पनि मिस्टेक भयो। यो पनि बराबरीको हुनुपर्दछ। यस्तो गर्नुभयो भने चाहिँ मिस्टेक हो। हुनुपर्ने चाहिँ यो दुईटा भाग बराबरीको हुनुपर्दछ। यो र यो भाग बराबरीको हुनुपर्दछ। घ समूहबाट बन्ने लेटरहरू एउटा त घ नै बन्दछ, अर्को घ समूहबाट घ नै बन्दछ। अब यसलाई यहाँबाट यति दिनुभयो भने के बन्दछ? घ बन्दछ। अर्को घ समूहबाट छ, मतलब यो र यो भाग बराबरी हुनु पर्यो। यसलाई तपाईले यहाँ माथिबाट यति दिन पनि सक्नुभयो, अथवा नदिकन तपाईले यसरी गर्दा पनि हुन्छ। यसले फरक पार्दैन। तपाईले यसलाई चाहिँ नदिनुस्, यसलाई चाहिँ तपाईले यहाँ माथिबाट, यसलाई चाहिँ हजुरले यहाँ माथिबाट यसरी दिँदाखेरि भयो। तपाईले यदि यो माथि दिनुहुन्छ भने यहाँनिर डिक्लेयर नछुइदिनुस्, यदि यहाँ माथि दिनुहुन्न भने यहाँ पुरै डिक्लेयर राखिदिनुस् एउटा। अर्को भनेको चाहिँ तपाईले पुरा माथि लानुस्, यसलाई यहाँबाट यति गर्नुभयो भने छ बन्दछ। हेर्नुहोस् है त, घ समूहबाट एउटा त घ बन्ने रहेछ। यसरी घ समूहका लेटरहरू बन्दछ। ल अब न समूह हेर्नुहोस् है हजुरहरूले। न समूहको रुल्स भनेको चाहिँ तपाईले सिधा घाँटीको भाग निकाल्नु पर्यो यसरी। न समूहबाट बन्ने सम्पूर्ण लेटरको घाँटीको भाग देखिएको हुनुपर्दछ। बुझिहाल्नु हो तपाईले यति। यसलाई चाहिँ घाँटीको भाग भन्छ है। यति गर्नुभयो भने यो घाँटीको भाग हो। न समूहबाट बन्ने सम्पूर्ण लेटरको यसरी घाँटीको भाग देखिएको हुनुपर्दछ र यति गर्नुभयो भने तपाईले न समूहका लेटर बनाउन सक्नुभयो यसरी। यहाँबाट सिधा लाउनुस्, तपाईले यति गरिदिनुस्। न समूहका लेटरलाई तपाईले यहाँबाट यसरी बनाउन सक्नुहुन्छ। यसलाई तपाईले यहाँबाट यति काट्दिनु भयो भने एउटा लेटर पनि बन्दछ ई। अर्को पनि तपाईले बराबरीको लाइन तान्नुभयो र यहाँबाट यस्तो काट्दिनु भयो भने अर्को लेटर बनाउन सक्नुभयो। अर्को लेटर चाहिँ तपाईले यहाँबाट यति ल्याउनुस्, यसलाई यहाँबाट यति दिनुभयो भने मतलब हलाई अर्को तरिकाले पनि बनाउन सकियो। हलाई चाहिँ यस्तो गर्नुभयो भने पनि बनाउन सकिन्छ। यसरी तपाईले ट्राई गर्नु पर्यो। ल यसरी तपाईले मतलब न समूहबाट बन्ने सबै लेटरको यो घाँटीको भाग देखिएको हुनुपर्छ। सिधा यो चाहिँ घाँटीको भाग मैले भनिसके। यो घाँटीको भाग चाहिँ सबै लेटरमा देखिएको हुनुपर्छ। ट समूह, यो ट समूहको रुल्स भनेको पनि घाँटीको भाग, न समूहकै जस्तो घाँटीको भाग। कस्तो घाँटीको भाग हुनु पर्यो? सिधा तपाईले सिधा घाँटीको भाग बनाउनुस्, यसलाई यहाँबाट माथि लानुस्। टको घाँटीको भाग भन्दा अगाडि जान चाहिँ मिलेन लेटर। यदि अगाडि गयो भने मिस्टेक हुन्छ। अगाडि जान मिलेन, यसलाई यहाँ काट्दिनुस् लगेर। हेर्नुहोस् है, यो लगेर ई जोडेको छौँ हामीले ट समूहलाई, अगाडि जान मिलेन। यसलाई पनि हजुरले यहाँबाट तल लगिदिनुस्। यसमा चाहिँ जम्मा यसबाट हजुरले हजुर 5 वटा, यसबाट चाहिँ हामीले यसरी 4 वटा लेटरहरू बनाउन सक्दछौँ। एउटा ट बन्दो रहेछ, अर्को ठ बन्दो रहेछ, अर्को ढ भन्ने रहेछ, अर्को के भन्ने रहेछ? द भन्ने रहेछ। यसरी हेर्नुहोस् है, यो पनि ठ्याक्कै घाँटीको भागबाट बन्ने समूह। यसरी हामीले 6 वटा ग्रुपलाई अब हामीले यहाँबाट सिकिसकेका छौँ।